तपाईहरुलाई थाहा छ गुरुङगुरोमा खानेकुराहरूले के भनिन्छ? छोटो जानकारी है तपाईहरुलाई। पैको ढेँडोलाई हामी पैको भन्छौं। पैको ढेँडो है। अनि भातलाई कहीं भन्छौं हामी। कहीं भातलाई कहीं। तरकारीलाई टा सेटा मासुको तरकारी, पिठा सागपातको तरकारी है। दाललाई हामी पैटु भन्छौं। दाललाई हामी पैटु भन्छौं है। अनि चटनीलाई चाहिँ हामी छु भन्छौं। चटनीलाई हामी छु भन्छौं। रोटीलाई चाहिँ हामी घे भन्छौं। रोटीलाई चाहिँ हामी घे भन्छौं। मासुलाई से भन्छौं। मासुलाई से, रैसे बाख्राको मासु, नकैसे कुखुराको मासु है। यसरी चाहिँ बुझ्नु होला। अनि चोक्टालाई फेरि ना भन्छौं है। अनि नास्तालाई हामी पुरु भन्छौं। पुरु केही पनि भन्छौं कता कता हैन। अनि खानालाई कहीं पनि भन्छौं हामी। खानालाई कहीं भन्छौं। अनि जाउलोलाई हामी प्रोखु पनि भन्छौं। प्रोखु, नारी प्रोखु, कोदोको जाउलो, कहीं प्रोखु, भातको जाउलो, यसरी चाहिँ हामी भन्ने गर्छौं। छोटोमा चाहिँ यो भिडियो तपाईहरुलाई कस्तो लाग्यो? गुरुङ कुरामा खानेकुराहरुलाई, हाम्रो चाहिँ दैनिक जीवनमा खानेकुराहरुलाई के भनिन्छ भन्ने बारेमा तपाईहरुलाई जानकारी गरे। हस्।